मर्निङ एभ्रिवान। सबैजना सन्चै आरामै हुनुहुन्छ होला आशा छ। म पनि सन्चै आरामै गर्नुपर्छ। अनि आजको मौसम रहेको छ यस्तो छ, बादलहरू लागेको अनि हावाहरू लागेको है। अहिलेको मौसमहरूले धेरै असरहरू पुर्याइरहेको छ। धान खेतीहरू सिर्ने टाइम भएको बेलामा अनि शरीरहरूलाई पनि चिसोले सताएको छ। अनि हजुरहरू सबै सन्चै आरामै हुनुहुन्छ होला आशा छ। म पनि सन्चै आरामै गर्नुपर्छ। तर अझै रुगाखोकीले छोडेको छैन। अनि आज फेरि म भिडियो लिएर आइसकेकी छु र आजको भिडियो रहेको छ है। दुःख भए पनि दुःख भए जस्तो नहुनु, अनि सुख भए पनि सुख भए जस्तो नहुनु है। किनभने दुःख भए पनि है, दुःखहरू सेयर गर्दै गर्दा दुःखहरू अझै बढ्न पनि सक्दछ। अनि त्यसै गरी सुखहरू पनि हामीले बाँड्यौँ भने त्यसमा पनि केही अप्ठ्यारोहरू पर्न सक्दछ। त्यसैले हामी सुख भए पनि सुख जस्तो नहुनु, अनि दुःख भए पनि दुःख भए जस्तो नहुनु है। किनभने हामीले धेरै कुराहरूदेखि बुझ्न सक्दछौँ। त्यो कुराहरू सबै कुराहरू बाहिर सेयर गर्यो भने त्यो कुराहरूले हामीलाई सबै कुरा सेयर गर्दाखेरि सबै कुरामा असल हुन्छ भन्न सकिँदैन। त्यसैले हामीले जति पनि सोचेका हुँदछौँ, जति पनि विचार गरेका हुँदछौँ, त्यो सबै सोचाइ अनि विचारहरू सबै सफल हुन्छ भन्ने छैन। अनि त्यसैले हामीले कति कुराहरू भन्नु अनि कति कुराहरू नभन्नु, अनि त्यो कुराहरू एकदमै धेरै हामीले ध्यानपूर्वक राख्नुपर्ने हुँदछ। अनि हामी दुःख भए पनि हाँस्न सिक्नु पर्दछ है। जसरी हाँसोले पनि है हामीलाई केही कुरामा जोगाउने गर्दछ। अनि त्यसैले हामी हाँस्नुपर्ने हुँदछ। अनि जस्तोसुकै परिस्थितिमा पनि अनि हाँस्नु भन्दैमा किनभने फेरि हाँसोले घमण्ड पनि ल्याउँछ भनेको छ। अनि त्यसैले हामी कुन ठाउँमा कसरी बोल्नु अनि कस्तो व्यवहार गर्नु आफूले ख्याल गर्नुपर्ने हुँदछ है। हजुरहरूलाई के कस्तो लाग्यो मेरो जानकारी, अनि जस्ताको त्यस्तै बताउनु हुनेछ आशा छ। अनि हजुरहरूलाई पनि मेरो माया अनि सपोर्ट छ। अनि चिसोदेखि एकदमै धेरै जोगिनु भएको होस्, किनभने चिसोहरू एकदमै धेरै मात्रामा बढिरहेको छ। अनि तातो तातो कुरा खानु, अनि फेरि न्यानो कपडाहरू लगाउनु, चिसोमा सकेसम्म बाहिर नहिँड्नु भएको होस्, अनि होसियारपूर्ण जीवनहरू जिउनु भएको होस् भन्दै फेरि आउने अर्को भिडियोसँग भेट हुने बाचा गर्दै यो भिडियोलाई यति नै राखेँ। बाइ बाइ।